यसो भन्दै थिएँ सुन न यहाँ सुन न अरूलाई टाइम पास गर्छु तँलाई त टाइम पास गर्न सक्दिनँ अरे क्या त्यसो अरे अनि त्यसो त्यस्तो भन्छ त्यो पुतीको भिडियो किन बनाएको भन्नु खाली गर्नुहोस् न हाँ पुतलीको भिडियो पुती की वीडियो कौन बनाए पुती जन्मिल ए त्यसले झन् कति रेकर्ड गरेको छ अनि पुती की वीडियो कस्तो छेरिरहेको छु होइन अनि त्यसपछि फेरि कस्तो खोकिरहेको छु के भयो पुती का वीडियो त सबैको मेरो बोयफ्रेन्डले बनाएको छ पुती का भिडियो पुरै सर्लक्क बनाएर राख्दै छोल्दै बस्नु ल भने त्यस्तोहरूलाई त मम ड्याडको पुतली राम्रो छ पुती त कति राम्रो छ नि पुती त झन् राम्रो होला बोल्दिन हावाई वर्षा वर्षा तैँले मेसेन्जरमा के पठाएको हो त त्यो त्यही होइन भनेर होइन त्यो मेरो पुती हेर्ने मेरो गाई के अरे पुती देखाउँछु ओए हेर तल म स्क्रिनसट गरेर खिचेर यहाँ ल्याएर देखाइदिन्छु पक त्यो होइन त्यो कसले भन्दा होइन त्यो कसले भन्दा होइन त्यो त्यो होइन हौ त्यो अर्कै हो त पागल होस् पागल भएको म देखाउरै छोड्छु अर्कै हो त्यो डबल ट्याप गर्नु ओ मेकुरी डबल ट्याप ट्याप गर त 50 की डबल ट्याप ट्याप एभ्रीवन डबल ट्याप 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 भन है गाइस देखेको छैन मेरो पुती दिउँसो के गरेको छोलेको के गरेको देखाउन लाग्यो यो हेर्ने हो कि नै यहाँ हेर होइन भन्छ त यार मलाई पागल बनाएको त पागल भएको यार अघि कि भएको अघि मात्रै स्टिकर हानेको छ त्यो मान्छे छिटो कसले स्टिकर हानेको त्यसले होइन भन्छस् त मलाई त तैँले लु देखाछु कहाँ हो यार किन यस्तो आउँछ मेरोमा उहाँ टिक्रो फोटो राख्ने ठाउँमा राख न त्यही माचिक्ने फोटो राख्ने ठाउँमा राखेर लाग्छ त्यसकी माचिक लाँडो जस्तो आएको छ त माचिक्ने नि यो को यो चाहिँ आमा मेरो ढुङ्गा कसले फालेको यहाँ यो चाहिँ अनि ल्याउनु पर्दैन यहाँ मान्छेले लान्छ हानेर यसले त स्टिकर हानेको त माचिक त पनि यसले त स्टिकर हानेको थियो त त्यो उस भिडियोमा खोइ यो चाहिँ को भन्नु खोजेको मैले यही बोयफ्रेन्ड हो बोयफ्रेन्ड त्यसको हो यसैको बोयफ्रेन्ड हो यो तँलाई चाहिँ कहिले फ्रेन्ड रिक्वेस्ट पठाएको रहेछ हो मलाई थाहा नै छैन म त अघि स्टिकर आउँदा थाहा भएको मेसेन्जरमा अर्कै हालेर हामी छोलेको छोले हामी छोलेको छोले यो अघि नै त्यो के अरे त्यसको नाम त्यो लामा त्यसले
मम ड्याड र मलाई के साह्रै देख्न नसकेको त्यो राणीले कसले भाइ कसले अघि नै त्यो सोनी त्यो त्यो के अरे त्यो उयो ए तिनीहरूले त देखि सुहाउँदैन कि तपाईँ फेरि किन गएको त त्यहाँ म गएको होइन उयोको माथि हो क्या बसिरहेको थियो च्याङबाकोमा बसिरहेको थियो क्या अन्त च्याङबालाई नजानु भनिसक्यो मैले किन गएको त नि च्याङमा बसोस् जोसुकै बसिरहेको छु किन गएको त नि च्याङबाको लाइफमा बसेको त म गएको थिएँ क्या मलाई गाली गरिरहेको क्या गाली गरिहाल्छ नि त किन गएको त तपाईँ अनि त्यहाँदेखि नजानु भनेको मैले झन् लाइफमा गएको क्या म चाहिँ जहिले गइरहेको छु त च्याङबाकोमा च्याङबाकोमा त केही पनि हुँदैन सोनीकोमा चाहिँ किन गएको भनेको क्या गएको थिइनँ हौ त्यो सोनी पनि त्यहाँ बसिरहेको थियो क्या च्याङबाकोमा सुटेर नि व्यापारी के अनि च्याङबाले के गरेन मोनिटर राखेर च्याङबाले त नि च्याङबालाई गाली गरिरहेको थियो च्याङबाले चाहिँ चुप लागेर सुनिरहेको के भएको त च्याङबा माथिने पख त्यो च्याङबालाई मैले यो त नहेर्ने चाख्दैको नहेर्ने के अनि राडी रन्डी भाले सालो भनिरहेको क्या हामीलाई त दुईटरै अनि लाडो खान चाहिँ अनि झार्दिएको गरेको नि सुटेर कसले त्यो उयोसँग राजुसँग उयो गर्ने चिकामारी खेल्ने तँलाई चाहिँ किन गाली गरेको भालु त्यही छ भालु अनि हामीलाई भालु भनिरहेको छ यार तँलाई चाहिँ किन गाली गरेको लाइफमा आएर लाइफमा आएर भनेर होला नि त्यही भएर तेरो आरिस लाग्यो नि मेरो खुट्टाको पैतालामा पनि तँ सुहाउँदैनस् भनिदिएको मेरो र मम ड्याडीको खुट्टाको पैतालामा पनि सुहाउँदैनस् तेरो औकातै छैन भनिदिएको हो त म चिक्ने हो त डिसी हालिदिएको नि पोतीको टुचुरोमा लाएर अब टुसुक पाएर अनुहार न दनुहारको त्यो रन्डीको भिडियो हालेछु नि त मैले फेसबुकमा त्यही भएर चिकन त्यसले बोलेको हो क्या अरे छाडा नबोलेको भए पो ओइ सोनी तामाङनीहरूको पुती कस्तो हुन्छ भनेको यार यत्रो हुन्छ मेरो त सानो छ अरे आज त्यो कम्युनी त्यस्तै हो त्यसको पहिला मेरो लाइफमा आएर त त्यो उयोसँग चिनेको उयोसँग व्यापारी किङसँग चिनेको व्यापारी किङ पहिला मेरो लाइफमा आइरहेको थियो क्या अनि त्यहाँदेखि त्यही भएर त यसलाई चिनेको त नभए त्यसले कसरी चिन्थ्यो पछिबाट अनि ब्रेकअप भएछ अनि व्यापारी किङ मलाई खोज्दै आइरहेको थियो अनि यही जस्तो अनि म चाहिँ त्यसको पछि लाग्दाखेरि त्यो मेरो पछि नलाग्ने त्यसले मेरो कुरा गरेर दुईटा बुढाबुढी रुनेर कति बसेको अहिले मेरो पछि आउँछ बुझ्यो ब्लग हान्ने ब्लग हान्न पनि सक्दैन त्यो ब्लग गरेको छैन क्या औकात गर्नेहरूलाई त नि झन् त्यहाँनिर पोस्ट गरी कस्तो पोस्ट हाल्नुपर्छ अनि मात्र थाहा हुन्छ क्या